हाम्रो चाहिँ अझै पनि काम सफल हुन सकेको छैन। हामी हेरिराखेका छौँ कोही आउनुहुन्छ कि भने अब हामी हेर्दैछौँ। कोही आएपछि हामी उहाँलाई पक्कै पनि अन्धो प्राङ्क गर्नेछौँ। अघि नैदेखि हामी वारपार गरिराखेका छौँ। आउँदै हुनुहुन्छ, हामी अन्धो प्रयास गर्छौँ है। कोही हुनुहुन्छ हजुर? एक पक्नु न मलाई अलिक पल्ती छोड्नु नि। कहाँ हो के यो? कहाँ हो हजुर? ए अलिक पछि छोडिदिनु न मलाई है। ठुलो हो यो? म कताबाट जानु त? उता जाने हो कि यता? अलिक पल्ती छोडिदिनु न है। यता तसम्म त के है? हजुर हिँड्दैछ? त्यस्तो अलिअलि छ कि मेरो अलि समस्या छ, म देख्दिनँ आउँछ त्यही भएर के। हजुर कताबाट आउनुभयो? ए हजुर त्यस्तो छ। यो कता? यो माथि होइन त, म डर लागेको छ त। हजुर म त हामी यस्तो थियो क्या, मामाको टिका लाउनु गएको थियौँ। दुईजना साथी हुनुहुन्थ्यो, रक्सी खानुभएको थियो उहाँले। अनि हामी पिसाब गर्छौँ है, हिँड्दै गएर भन्नुभयो। अनि कहाँ जानुभयो छोडिदिनु भयो क्या हामीलाई। त्यो भएर के तपाईँ घर कहाँ हो? यही नजिकै हो। अब त आयो होला नि होइन? क्या देखना पड़ रहा है? कति टाढो छ अझै? खुट्टा छिरो। हजुर बुढी मान्छे हुनुहुन्छ कि बहिनी जस्तै हुनुहुन्छ कि आन्टी जस्तै हुनुहुन्छ? हजुर हजुर आन्टी जस्तै हुनुहुन्छ कि बहिनी जस्तै हुनुहुन्छ? हजुर बिहा भएको? म त तपाईँलाई धेरै धेरै धन्यवाद। अब यहाँदेखि कसलाई जाने उता? अब उक्लिन्छ होला होइन? कता त्यता उक्लिनु पर्यो। तपाईँलाई धेरै धेरै धन्यवाद छ है। म यस्तो हो कि हामीले भिडियो बनाएको थियौँ, धेरै धेरै धन्यवाद छ है। यहाँनिर भिडियो बनाएको छ कि हामीले नरिसाउनलाई दियो है। मलाई छ कि हामीले एउटा हँसाउने भिडियो बनाएको है। नरिसाउनु होला है। के रिसाउनु त भएन? ए नरिसाउनु होला है। ल यो अन्धा प्राङ्क चाहिँ अब हाम्रो सफल भयो जस्तो छ है। अघिदेखि लगभग 2 घन्टा भयो हामीले एउटा अन्धा प्राङ्क गर्ने भन्दै अनि त्यति हामीले फुर्सद के अरे ग्राहक नपाएको कारणले आज एकजना दिदी जानुभयो भर्खरै होइन। उहाँसँग सानो अन्धा प्राङ्क गऱ्यौँ, एकदमै खुसी लाग्यो होइन। हस् धन्यवाद।